माछा नपरेर बिचरा टेन्सनमा छन्। त्यो जार पनि हाल्यो कि जार हाल्यो। एकछिन रोक्नु न, क्याप्टेनको हिसाबले चल्ने को क्याप्टेन? ए गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ हामी यस्तो टन्टलापुर घाममा अहिले चाहिँ लगभग दिउँसोको 3 बजेको छ। अनि हामी चाहिँ माछा मार्न गइरहेको छौँ। माछा अगाडि गएर अब त्यहाँ तल गएर माछा मार्ने हो। यति धेरै माछा मार्छु कि मैले होइन। अहिले चाहिँ हामी फिलहाल त्यो के अरे माछा मार्ने ठाउँमा आइसक्यौँ। खोपी राख्नु तल बसिसक्यो। नि एकजना बाला हुनुहुन्छ, बालाजी हुनुहुन्छ, 2 जना अन्टक। अनि हाम्रो बालाजी हुनुहुन्छ सक्दैन नि फेरि। अब यहाँ अब खोपी थाप्नलाई रेडी। खोपीमा पाल पारेर आन। आस्ते खतरा पाल पारिसक्यो। अब फेरि अर्को ल त्यहाँदेखि निस्केला नि के त हाम्रो फर्स्ट खोपी थाप्नु गएर हान। यता फेरि बनाउँदैछन् के अरे। थाप अलि के अरे त्यो बोटका अरे भर्री आउनेमा थाप है। त्यो भर्री आउनेमा थाप क्या। त्यो जति सब त्यहाँ एकैचोटिमा भर्री परोस् के। लास्ट त्यो जार पनि हाल्यो कि जार हाल्यो। एकछिन रोक्नु न, क्याप्टेनको हिसाबले चल्ने को क्याप्टेन? करण क्याप्टेन। माछा मार्ने पनि क्याप्टेन बनाइदिहाल्छस्। अब रोनिकले फेरि अर्को बनाउनु गएर आएन, अर्को थाप्न। ल जाऊ 2 जना भाइहरू आएर जनसङ्ख्या बढ्या छ यी। आज त सर्टिफिकेट त तिमीले पनि एउटा थाप्न जानु पर्न। त्यहाँ पारी बसेको उहाँ बसेको घाम भएर हे भगवान्। अब यहाँ पुलमुनि शीतलमा छु। अब यहाँ थाप्न आउने भनेर ल शीतल भयो। चिस हावा चल्यो क्या। अब यहाँ पहिला यो सब डुबा उठ्यो कि आजकल त यो तल देख्या नि गोलो सब डुबा उठ्यो। आज सानो पानी सानो राति बेला पुरै सुकिसक्यो। अब माथि 2 ठाउँको खोपी थाप्न आन। फेरि माथि धेरै भयो। अब तल यहाँ 2 ठाउँ फेरि यता थाप्न आन। यस्तो सुत्दिउँ क्या। यस्तो होला क्या। यस्तो सुत्दैन त मऱ्यो क्या भन्ला कि। ओछ्यान यहाँ हात लिएर यहीँ सिफ्ट हुनुपर्छ जस्तो लागिरहेको कि। त्यो हावा सर हावा चल्या। यस्तो निद्रा लागिसक्यो मलाई। माथिदेखि फेरि खाल्दो लाग्यो। हाम्रो लगभग चाहिँ आधी घन्टा भइसक्यो। यहाँ खोपीमा परे आन्किन माछाहरू परे आन्किन भनेर चेक गर्न लान। तल 2 ठाउँमा चाहिँ परेको थिएनन्। अब यहाँ परे आन्किने थाहा भएन, हेर्न गइरहेछन्। तिमीहरूले थापेको माछा के अरे खोपीमा के पर्ला नि यार। रोनिक परे आन्किन है। दाना खाएर भाग्दे अरे। तिम्रो पेटले गरे हेर त। परेन यसमा पनि। परेन। टेक्नोलोजी आई हेड एन टेक्नोलोजी। यस्तो धमिलो त छ। अझ यत्रो माछा आश गर्छ नि। त्यो माछा राख्नु भने आशेस अटक पुरा पिरितमा छन् माछा नपरेर। रोनिक
तिम्रो माछा कहाँ हो के दाना खाएर भयो तल थापेको रे मलाई जान्न खानु तल थापेको पाल ढुङ्गाले उ गर्ने कहाँबाट पसाल्ने माछा अर्को पालबाट यत्रो दाना मिठो लागेन क्या मलाई के थाहा त सोर न माछा अहिले चाहिँ हामी माथि आइसक्यौँ अब हामी तल खोपी तापेको तल उ त्यहाँ परेन के त्यही भएर यहाँ पर्छ कि भन्ने आश भनेर लिएर आछौँ केटाहरूले एकचोटि पर्छन् कि भनेर त्यत्रो थापेको होइन त्यत्रो समयपछि एउटा पनि पर्न न यहाँ प्रायः हाम्रो अब यहाँ म त लाम फाल न त्यो गराउ न बढी एक्लै खाने क्या चाहिँ आज फेरि शनिबार हो नि त शनिबार धेरै मान्छेहरू माथि पुरै त्यहाँ पुरै माथि शनिबार भएर मान्छेहरू यति धेरै आछन् आज ओहो अब घाम पनि त्यस्तै छ नि त यहाँ खोपी थाप्नु भनेको हल्का गहिरो भयो भने गहिरो खोपी देखिन्न भनेर फर्केको गयो म पनि जाँदैछु अब तल गएर पर्दैन यिनीहरूको माछा पर्दैन आहा आज खाली फर्किने कति सपना देखेको थिएँ माछा यति धेरै पर्छ यति धेरै पाछौँ भनेर सपना देखेको थिएँ त्यस्तै भयो सपना के भन्छ त्यही हो सोधिदिनु माछा नपरेर बिचरा टेन्सनमा छन् हातमा उचाल्यो बस्यो हजुर दादा क्याप्टेन दादा हाम्रो माछा क्याप्टेन अहिले फिलहाल चाहिँ म चाहिँ यहाँ बसेर टाइम पास गरेर छु खोप्पी खेल्दा छु खोप्पी यहाँदेखि तक बस्यो अनि ऊ त्यहाँ तलको त्यो प्लेटमा ढुङ्गा त्यत्रो पुगाइसकेँ ओइ यस्तरी अग्निरी फालेको छु अनि यस्तरी बसालेको छु होइन छिर्यो भरिसक्यो त्यो प्लेट भरिसक्यो प्लेट पाल्टा परेन हेर्नु जानु पऱ्यो केही भएको रहेनछ सन्चै छैन है फुटेन छ कहाँ फुट्नु यहाँभित्र यो भएपछि कहाँ फुट्नु बर्डहरूले यत्रो खेर फाल्न आउने के खोपी थाप्न मान्छेहरू कहाँ गायब भएन ओ रोनीको परे कि न त्यहाँ ब्याग नाटक यार परे केही थाहा छैन बाबु गइरहनु माछा एउटा पनि छैन म यहाँ छु भने खाएँ त्यही हो गाई जसले अन्तिमसम्म हेर्नुभयो धेरै धेरै धन्यवाद अब अर्को भ्लगमा भेटौँला आजलाई यति नै भन्दै च्यानलमा नयाँ हुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गर्न नबिर्सिनु होला भन्ने जसमा भन्न मन लाग्थ्यो कि मलाई फेरि आज भयो नि फाइनल्ली एउटा यहाँ छ मछुवारे क्याप्टेन बालाजी शिवजी सबै कतिवटा माछा पऱ्यो नि हाम्रो बुढो मछुवारे सायद तिमी बुढो भएर लाग्यो जस्तो तिमीलाई माछा नि नतेर्या यार बुढो भएर हो क्या त्यो लत्थी टेक्नेलाई कसले माछाले टेर्छ के छिटो गर क्या छिटो रोनिक जाम मछोडेहरू आया एउटा नि माछा नसमातिकन